हेलो एभ्रिवान, ल फेरि पनि तपाईँहरू सबैजनालाई स्वागत छ सुमनदीप ब्लगमा। अहिले चाहिँ म यहाँनिर विशेष गरी माझीटार खोलामा आएको छु। यो 2025 को पहिलो गोबारी खेल्नुको लागि है। के कस्तो हुन्छ, पर्छ पर्दैन, आज म तपाईँलाई देखाउने छु। र खोला चाहिँ यस्तो भएको रहेछ है, तपाईँले खोला हेर्नु सक्नुहुनेछ। खोला चाहिँ यतिको भएको रहेछ। अब हेरौँ पर्छ पर्दैन। चप्ली पनि ल्याएन, खास पर्ने ठाउँ छन्। यहाँबाट खेल्ला जस्तो छ। खोला यतिको भएको रहेछ। यहाँबाट खेलिदिनु पऱ्यो फर्स्ट चाहिँ। ल गाइस, यो चाहिँ मेरो पहिलो है, यहाँ आँगनमा खेल्दैछु। रुखमा खोला है। गाइस लागेको जस्तो छ माछा चाहिँ है। गाइस 2025 को माछा लागेछ एउटा, देख्न सक्नुहुन्छ गोबारीमा है। कमान भाइ, पानी माथि माथि कुद्नु रातको गोली काटेछ मेरो। ल त गाइस, आज है यो 2025 को पहिलो माछा खेल्न आएको थिएँ है। 4टा भए पनि मारे, मसिनो भए पनि गोबारेमा। खुसी छु। अब नेक्स्टमा अलिकति अहिले खोला पानी कम्ती भएको कारणले गर्दा बेलुका र बिहान मात्रै लाग्दैछ भन्ने कुरा सुनिरहेको थिएँ। तर पनि मसिनो भए पनि 4टा मैले मारेको छु। अब त्यति भए पनि है, त्यसले गर्दा नै म धेरै खुसी छु। ल अब चाहिँ म घर फर्किँदैछु। आजको लागि यति नै। ल बाई।